Hi everyone, I'm Tulasa starting my new day, new vlog, mini vlog. So मेरो एक्सर्साइजबाट चाहिँ बिहानको सुरुवात भइसकेको छ। हजुरहरू पनि एक्सर्साइज गर्नु होला, सिम्पल नर्मल हेल्थ दिनको लागि। अनि देख्न सक्नुहुन्छ मेरो पसिना, अनि म चाहिँ कलेज जानुको लागि रेडी हुँदैछु हो। अनि त्यही हो, अब कलेज जाने हो, पढ्ने हो, आउने हो। कलेजबाट फर्केँ अनि अहिले चाहिँ आफ्नो लागि खाना रेडी गरेँ नि त। अब 10 बजिसकेको हुन्छ। म आउँदाखेरि सरसफाइ यतात्यता गरिसकेँ। बिहान दिउँसो कस्तो घाम लागिरहेको थियो नि त, अनि पढ्दै बसेँ होइन। अनि लास्टमा त यसो सोचेँ कि यसरी हामीले कुनै च्यालेन्ज लिएर चाहिँ काम स्टार्ट गरिसकेपछि एकदम लागु गर्नु चाहिँ एकदमै मन हुँदो रहेछ। पानी परिरहेको बिचरा गाई बुझेर गाई बुझेर उहाँ चाहिँ मेरो घरबेटी आमा है। गाई मतलब दिउँसो अल्छी लागेर डान्स गरेको क्या, भाइरल रहेछ नि त्यसमा, अनि ट्राई गरेको। अनि त्यही हो, पढ्दै बसेँ, कफी खाइसकेँ होइन। मेरो दिनको बेस्ट पार्ट भनेको चाहिँ लास्टमा सबै काम सकिसकेर ऐना हेर्नु हो क्या। अनि त्यही हो गाइज, आजको मेरो दिन यसरी नै सक्यो। हजुरहरूको के कसरी सक्यो? बाई बाई, थ्याङ्क यू फर वाचिङ।